आज ब्लगमा तपाईहरुलाई स्वागत छ। वेलकम ब्याक टु माई अनदर ब्लग भिडियो। आई एम तपाईहरु सन्जय हुनुहुन्छ र म पनि सन्जय छु। र आज हामी पनि के होला, हामी बेरोजगारी यस्तो ठाउँमा आएका छौं जहाँ मरुभूमिले पुरै हेर्न सक्नुहुन्छ। पुरै गाउँसौँ फलेको ठाउँमा आएका छौं। पछाडी प्रदीप पनि छ। ओइ प्रदीप, यासी आइरा मुला के हो रे? पढ्नु छोड्नु छैन? यासी छ, एउटा विषय लागेछ, पढ्नु त हरे राम। छोड्दिए मैले कपाल काट। गाइस, प्रदीपको यासी त्यसैले प्रदीप निकै रमाइरहेको छ। अझ विषय कटाभा त कति अझ एउटा विषय लागेको छ। यो मुर्दारलाई कटाउनै सक्दैन यार। प्रदीप, यहाँ त तँलाई एउटा कुरा भन्नु छ बाबु। यासीमा कति जिपी ल्याए त्यसले पोहोर साल थाहा छ? अहिले भन्छु त्यसलाई बोलाएर। यहाँ न छिटो, लाजले गयो। यहाँ न छिटो, यहाँ आइज त फास्ट। नठकिन भन् त तेरो कति आयो यासीमा जिपी? यासीमा कति आयो जिपी भन् त? नठकिन भन् यासीमा जिपी। ल यासीमा जिपी कति आयो भन्न। यासीमा जिपी कति आयो भन् भनेको, तर लाजले भनिरहेछ नि, किनभने बिगाउ जुदावटी छिमेकीहरूले हेरिरहेछ नि त प्रदीपलाई। त्यही भएर प्रदीप मलाई भनिरहेछ भिडियोमा नबोल्न मुला। सो गाइस, आज प्रदीपको छलफल हुन्छ, किनभने प्रदीपको यासी आइरहेको छ। प्रदीपलाई म टिप्स दिन्छु, हाउ टु चिटिङ अन यासी। यासीमा चिट कसरी चोड्ने, चिट कसरी कहाँ लुकाउने भन्ने म टिप्स दिँदैछु। टिप्स दिन लाग्छ तँलाई म, बस यहाँ। गाइस, यासी आइरहेछ। यासीमा टिप्स कसरी, मतलब चिट कसरी लग्ने, के गर्ने, सराको अवस्थामा के गर्ने, म सबै यो भिडियोमा भन्छु तिमीहरूलाई, होइन? फर्स्ट नम्बरमा सुन। फर्स्ट भोलिपल्ट इक्जाम हो भनेपछि आज जस्तो सर्र किताब हेर्ने, कि पुरै किताब हेर्ने, बुझिस् नि? त भन। किताब हेरिसकेपछि अनि एकचोटि मस्त अनि के भन्छन् मोबाइलमा टक्क फोटो खिच्ने, बुझिस्? अनि भोलिपल्ट टक्क अनि पछि मेरो व्हाट्सएपमा आउने मुजी। त्यसरी पठाउने हो कि बोल्न देन राडी। त हामी कहाँ पुगेको थियौँ? टिप्स। भोलि तेरो इक्जाम छ, होइन? सो गाइस, प्रदीपलाई इक्जाम यासीमा एउटा सब्जेक्ट लागेको छ, टिप्स कसरी दिने, यासीको टिप्स म प्रदीपलाई दिइरहेको छु। चिट कसरी लग्ने। 14 गते तेरो इक्जाम हो, राइट? हो कि नै? अनि भोलिपल्ट इक्जाम छ भने तैँले आज जस्तो किताब मजाले हेर्ने, होइन? अनि हेर्ने कुन आउने जस्तो छ। अनि त्यसलाई चाहिँ टक्क कैँची हुन्छ नि, कैँची छ नि तेरो घर, नत्र भने मेरो म सापट्टि दिन्छु है कैँची। अनि मेरो घरबाट कैँची मागेस् अनि जीवन दाइ यहाँ भनेस्, अनि पछि म तँलाई सिकाइदिन्छु। काट्दि यो काट्दे भन्नु, म काटिदिन्छु, होइन? टक्क अनि सानो पक्रिने। क्यालकुलेटर छ नि? क्यालकुलेटर त छ? क्यालकुलेटर त्यो किल्ला खोल्ने नि, किल्ला खोलेर सानो त्यसमा हाल्ने, बक्समा पुरै पेचकस लगाइदिने अनि बन्द गरिदिने। अनि अहिले जानेर पेन्टिकट्टु छ कि नै, पेन्टिकट्टुमा खोल्टी बनाउने। त्यसमा कसले चेक गर्ने हो कि नै? तिमीमा कसले चेक गर्छ हो कि नै भनेको त? कोही चेक गर्दैन कि त्यसरी। सुन, अनि ठ्याक्क अनि भोलि अब तैँले अब चिट रेडी बनाएर सब गरिसकिस् नि, अनि टक्क भोलि चेक गर्ने बेला हात माथि गर भन्छ, हात यस्तरी माथि गर्ने। अनि टक्क केही छ छैन सर भन्ने। अनि हेमा त चेक गर्दैन पिछाडिमा, टक्क लगिदिने, भित्र लग्ने। अनि त्यसै भित्र लग्ने ठ्याक्क। अनि सरले तँलाई अनि भित्र लगिसकेपछि अब त्यो मिसन पास भयो नि, हो कि? अनि सर आउँछन् ट्याक्क, अनि हेर्न लगाएका हुन्छन्। यस्तरी सर अगाडि छन् भने तैँले अगाडि सानो राख्ने, होइन? अनि यस्तरी हेर्न खोज्ने। ठ्याक्क सर आउने बित्तिकै यस्तोमा हालिहाल्ने, तल छिराइहाल्ने, बुझिस् कि नै? बिचरा थाहा हामीलाई नसिका। बुझ्नु त बुझिस् नि? झन् टिप्स दिइरहेको छु बाबु, टिप्स। रेस टिकट हुन्छ सोझी, फेरि मोबाइल लगेर गइस नि मलाई 15 गते मिल्ने हो। अझ विषय पनि कुन लगाएको छ मुर्दारले। अर्थशास्त्रमा त्यत्रो पढाएर अर्थ सिकाएर के भन्ने यार, बुझिस् नि मैले दिएको टिप्स? के भने ल फेरि भन् त? चिलमा लेख्ने हो, चिलमा, अर्थमा। चिलमा त्यहाँ फेरि अझ अर्थशास्त्रमा क्वेसन कस्तो छ थाहा छ? 1 रुपियाँको एउटा स्याउ किनिस् भने 5वटा स्याउलाई कति रुपियाँ पर्छ भनेर सोध्न सक्छ। अनि त्यसमा तैँले एन्सर के लेख्ने होस्? के लेख्छस्? एउटा स्याउलाई 1 रुपियाँ पर्छ भने 5वटा स्याउलाई कति रुपियाँ पर्छ? मेरो मुखमा कति रुपियाँ पर्छ भने फेसबुकमा हाल्ने काम नगरे। म क्वेसन सोधिरहेको छु। एउटा स्याउलाई 1 रुपियाँ पर्छ भने 5वटा स्याउलाई कति रुपियाँ पर्छ? 5 रुपियाँ। रेडीको 5 रुपियाँ 2 को दरले 10 रुपियाँ। राइट। फेरि त्यहाँ मुला
1 रुपियाँको एउटा स्याउ पर्छ भने 5वटा स्याउलाई कति रुपियाँ पर्छ भने मलाई फेरि अझ त्यहाँ ऱ्याङ्क पुस गर्न लाथे फ्री फायर खेल्न लाथे फ्री फायरमा नुब्डाले मारे यताउति नलगेछ गाडको लत्ता हान्छ फेरि यासीमा र अर्को कुरा पर्दियो यति कुरा भइसकेपछि गाइज मैले पर्दिलाई टिप्स पनि दिइसकेको छु यासीमै कसरी चिट गर्ने के गर्ने भनेर र पास भयो भने थाहा छ कि नै हाम्रो अड्डा सिमली भेले साइकलमा हुन्छ कि नै हुन्छ कि नै नचल भने अरे नचल हुन्छ कि नै भन्नु भाइ हुन्छ अर्थशास्त्रमा प्रदीप पास भयो भने फाइनली गाइस प्रदीप पास भएको दिन त म कसम अर्थशास्त्रमा त्यो दिन जाने हो सिमली नचल भने अरे सिमली जाने हो मेरो भेले साइकलमा थाहा छ कि भेले साइकलमा मेरो जाने हो हामीसित फेरि बाइक छैन नि त मेरो भेले साइकल यस्तो खतरा फेरि भेले साइकल तिमीलाई मैले देखाउँछु होइन ल बेस्ट अफ लक है आयो अब आजको टिप्स भिडियो तपाईँलाई राम्रो लाग्यो होला राम्रो लाग्यो भने प्लिज च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र आयो प्रदीप पास हुनु पर्यो प्रदीप पास भएको भिडियो म हाल्छु होइन भिडियो युट्युबमा मेरो च्यानलमा यही च्यानलमा आउनेछ प्रदीप पास भएको दिन त ओहो म त अहिले सोचिरहेको छु यार पास भएको दिन त मलाई चिन्दैन होला है नबाले ल आजको लागि यति नै बाई बाई गाइज बाई बाई भन्नु गाइज म पास हुन्छु भन् त भन्न भोसडी के आजको लागि यति नै बाई बाई गाइज